सबैजनालाई नमस्ते। दायाँ बायाँ अगाडि पछाडि केही कुरा नगरिकन सिधै आजको टपिकतिर लागौँ। पिटी एकाडेमिक एकदमै सजिलो इङ्ग्लिस टेस्ट हो, तर फेरि यो एकदमै गाह्रो पनि हो भन्नुपर्ने हुन्छ। के कारणले सजिलो र के कारणले गाह्रो हुन्छ भन्दा टिप्स ट्रिक्स र मेथडहरू जानियो भने सजिलो र यसको ठ्याक्कै उल्टो भयो भने गाह्रो। हामीहरू धेरैजसो टेस्ट टेकरहरू स्टुडेन्ट्सहरू दिमागको टेम्परेचर नै तात्ने गरी प्र्याक्टिस गरेर एक्जाम दिन जान्छौँ। प्र्याक्टिस क्वेसन्सहरू पनि कति प्र्याक्टिस गरेर तर एक्जामको रिजल्ट यानि कि पिटी रिजल्ट स्कोर आएर हेरेपछि जलबिरेको झरनाबाट खसे जस्तो हुन्छ। आफैमा अचम्म परिन्छ, ज्यान लल्याङ लुलुङ हुन्छ। यस्तै अनुभवहरू नहोस् भनेर यो भिडियोमा हजुरहरूलाई पिटी टेस्टको बारेमा सबै कुराहरू सिकाउन आएको छौँ। हजुरहरूलाई इज ब्यान्ड 9, 8, 7 र इज ब्यान्ड 6 ल्याउन सजिलो हुने गरी सहयोग गर्नेछौँ। आजको भिडियोमा चाहिँ हामी पिटीको सफ्टवेयर एल्गोरिदम, मार्किङ लजिक र स्कोर कन्ट्रिब्युसनको बारेमा बुझ्छौँ। अनि हजुरहरूलाई सबैभन्दा चाहिने कुरा पनि भन्छु म। र भिडियो मन पर्यो भने हजुरहरूलाई अरू इच सेक्सन, इच टास्कको बारेमा पनि फ्युचरमा भिडियोहरू आउँदै गर्नेछ, हामी बनाउनेछौँ। अलराइट, लेट्स स्टार्ट फ्रम पिटी एकाडेमिक ओभरभ्यू। पियर्सन टेस्ट अफ इङ्ग्लिस भन्छ पिटीलाई। यसमा 4वटा सेक्सनहरू हुन्छ, त्यो पक्कै पनि थाहा छ हजुरहरूलाई। केही न केही त रिसर्च तपाईँहरूले पक्कै पनि गर्नुभएको छ। र यसले इक्जाम दिने मान्छेको स्पिकिङ, राइटिङ, रिडिङ र लिसनिङ इभ्यालुएट गर्छ, त्यो पनि कम्प्युटरले यानि कि सफ्टवेयरले। यसमा एआई र अटोमेटेड स्कोरिङ हुन्छ, जसमा पियर्सनले एडभान्स्ड एल्गोरिदम युज गरेर हजुरहरूको रेस्पोन्स यानि कि आन्सर्स एनालाइज गर्छ। के को आधारमा भन्दा कन्टेन्टको एक्युरेसी र मेन गरी फ्लुएन्सी र प्रोनाउन्सिएसन, जुन चाहिँ बेसिकली स्पिकिङ सेक्सनको लागि प्रयोग हुन्छ। र अर्को छ ग्रामर एन्ड भोक्याबुलरी, जुन चाहिँ राइटिङको लागि प्रयोग हुन्छ। र अन्तिममा छ कोहिजन एन्ड कोहेरेन्स, भनेको चाहिँ लजिकल फ्लोको लागि। भन्नाले कोहिजन र कोहेरेन्स भनेको चाहिँ आफ्नो विचारहरूलाई स्पष्ट रूपमा क्रमबद्ध रूपमा जोड्ने एउटा तरिका हो। सफ्टवेयरको कुरा गर्ने हो भने यसले पार्सियल क्रेडिट सिस्टम फलो गर्छ। यो भनेको के हो भने यसले एन्सर्स मिल्दा करेक्ट, नमिल्दा इनकरेक्ट होइन कि एन्सर्स चाहिँ कतिको राम्रो र कतिको ठिक छ, कति जति राम्रो र कति जति ठिक छ भन्ने तरिकाले चाहिँ स्कोरिङ गर्छ। अब यति भनेपछि यो थाहा भयो कि सपोज स्पिकिङ गर्दै जाँदा एउटा लाइनमा केही कुरा बिग्रिए पनि राम्रो तरिकाले प्रस्तुत हुन सकियो भने बाँकीको राम्रो स्कोर आउँछ। कतिपय कुराहरू छन् जुन चाहिँ पिटीको सफ्टवेयरलाई झुक्काएर पनि मार्क्स राम्रो ल्याउन सकिन्छ, तर त्यो चाहिँ स्पिकिङ र राइटिङमा मात्र पोसिबल छ, जुन चाहिँ हामी तपाईँहरूलाई यो भिडियो मन पर्यो भने फ्युचर भिडियोजहरूमा डिटेलमा कुरा गर्नेछौँ। हामीहरू मध्ये कतिपय चाहिँ इङ्ग्लिस एकदम राम्रो बोल्छौँ, लेख्छौँ, तर पनि पिटीको इक्जामको रिजल्ट चाहिँ ए रातामकै भन्ने खालको दङ्ग पर्ने खालको आउँछ। त्यो किन हुन्छ त भन्दा डेली लाइफमा बोल्नु लेख्नु छुट्टै कुरा हो, र पिटी जस्तो टेस्ट जुन चाहिँ एउटा फर्मेटमा छ, सिस्टममा छ, त्यसलाई पालना गरेर दिनुपर्ने कुरा छुट्टै छ। त्यसैले यो चाहिँ कस्तो हो भने हजुरले गाडी चलाउनुहुन्छ ठिकै राम्रै, तर ड्राइभिङ टेस्ट दिनुभएको छैन, ट्रायल दिनुभएको छैन। अब ट्रायल दिन गयो, फेल भइयो, हो यस्तै हो। आउँछ तर एउटा सिस्टममा बसेर दिन चाहिँ आउँदैन, किन भन्दा ट्रायल ड्राइभिङ टेस्ट पनि एउटा फर्मेटमा हुन्छ, टेस्टमा हुन्छ। अब एकछिन मार्क्स कन्ट्रिब्युसनको कुरा गरौँ। हामी मध्ये कतिपयलाई थाहा नै छैन होला इक्जाम दिने बेलासम्म कि स्पिकिङ सेक्सनको रिड अलाउडले कति मार्क्स क्यारी गर्छ आफूसँग भनेर। यति मात्र होइन, रिड अलाउडले कता यानि कि कुन टास्कमा कन्ट्रिब्युट गर्छ मार्क्स भन्ने पनि थाहा हुँदैन, तर इक्जाम दिन चाहिँ गइसकेको हुन्छ। नो प्रब्लम, इट्स अल राइट। त्यही भएर त म दौडेर यता आइसकेँ त सिकाउन, बुझाउन तपाईँहरूलाई आफूले जानेको जति। रिड अलाउडले मात्र स्पिकिङमा 90 मा 20 to 24 मार्क्स क्यारी गर्छ, र यसै टास्कले रिडिङ सेक्सनमा पनि 90 मा एक्ज्याक्टली त्यति नै 20 to 24 मार्क्स कन्ट्रिब्युट गर्छ। र ल अब सोच्नुहोस् कि यो टास्क कति इम्पोर्टेन्ट रहेछ। रिड अलाउड इज वान अफ द हाइएस्ट कन्ट्रिब्युटिङ टास्क इन होल पिटी। स्टुडेन्ट्सहरू प्र्याक्टिस गर्दा रिड अलाउड यो त पढ्ने मात्रै त हो नि, सर पढ्ने हो, सजिलो छ जस्तो लाग्छ, तर यही सजिलो टास्कले नै तनाव दिन्छ यदि राइट वेबाट रिडिङ गरिएन भने। जस्तै रिड अलाउडमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको क्ल्यारिटी, प्रोनाउन्सिएसन, त्यसपछि छ फ्लुएन्सी र लास्टमा छ कन्टेन्ट। प्रोनाउन्सिएसन एकदमै इम्पोर्टेन्ट छ। धेरैजसो युट्युबमा पिटी ट्युटरहरूले फ्लुएन्सी इज द फर्स्ट थिङ द्याट म्याटर्स भन्नुहुन्छ, बट द्याट इज नट द केस। प्रोनाउन्सिएसन यानि कि सही उच्चारण इज द की थिङ फर इट स्पिकिङ। त्यसपछि सेकेन्डमा इम्पोर्टेन्ट छ फ्लुएन्सी अफ कोर्स। एट लास्ट कन्टेन्ट इज द लिस्ट प्रायोरिटी वान। वाइ? बिकज तपाईँको प्रोनाउन्सिएसन र फ्लुएन्सी राम्रो छ भने त्यो दुईवटाको मार्किङले कन्टेन्ट ठिकै भए पनि जित्छ।
Of course, content is important, there is no doubt, but for speaking alone, content is not very important. However, यता सुन्नुस् है, यता however आइसक्यो फेरि. However, content is also very important. त्यो चाहिँ कति बेला त भन्दा when you want good marks in reading section as well, then content matters too. Read aloud को content ले reading मा राम्रो contribute गर्छ. So anyone who says content is not very important, he is wrong. Yes, he is right, but that is only for speaking section. कतिपय YouTube च्यानलहरूले one line strategy पनि सिकाउनुहुन्छ, but don't take that risk. किनभने one line strategy मा पूरा कन्टेन्ट कभर गरिँदैन र यसले रिडिङ सेक्सनमा आएर असर पुर्याउन सक्छ. हाई पोसिबिलिटी छ एकदमै. one line strategy स्पिकिङ सेक्सनलाई मात्र असर नगर्ने हो. अलराइट, हामी नेक्स्ट भिडियोमा रिड अलाउडको राइट रिडिङ मेथड र बाँकीको स्पिकिङ टास्कहरूको बारेमा कुरा गर्नेछौँ, थ्योरिटिकल्ली र प्र्याक्टिकल्ली पनि. र हजुरहरूको रिक्वेस्ट अनुसार जुनसुकै सेक्सनको बारेमा पनि भिडियो बनाउन सक्छौँ हामी. जस्ट कमेन्ट डाउन बिलो वाट यु वान्ट टु नो अबाउट. र हजुरहरूलाई प्र्याक्टिस मेटेरियल्स, पिटी एकाडेमिक भोकेबुलरी लिस्ट, कोलोकेसन लिस्ट, ग्रामर रुल्स जस्तै पार्ट्स अफ द स्पिच which is the most important grammar rule र अरु थुप्रै फाइल्सहरू चाहिन्छ भने पिटी एकाडेमिकको बारेमा प्लिज इमेल गर्नुहोस्. तल डिस्क्रिप्सनमा इमेल दिएको छौं हामीले. अहिलेलाई चाहिँ थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो. नमस्ते.